अहिले चाहिँ म दिक्तेल जाँदैछु। दिक्तेल किन जाँदैछु तपाईँलाई भिडियोमा देखाइहाल्छु। म चाहिँ अहिले विशेष गरेर यहाँनेरि दुईजना गुरुको माझामा सुमन गुरु अनि त्यसपछि यता भुवन गुरुको माझामा चट्ट बसेर दिक्तेल जाँदैछु। आज दुईजना गुरुकै माझामा बसेर जाने संयोग मिल्यो। म चाहिँ दिक्तेल खासमा मेरो श्रीमतीको जन्मदिन परेको हुनाले गर्दा एउटा सरप्राइज गिफ्ट किनौँ भनेर जाँदैछु। सरप्राइज गिफ्ट के हो भनेर तपाईँले भिडियोमा देखिहाल्नुहुन्छ। भिडियो अन्तिमसम्म हेर्नुहोला। आज दुईजना ड्राइभरको माझामा मेरो एकदम बेस्ट बिजनेस साथीहरूको माझामा बसेर जाने मौका मिल्यो। एकदम खुसी पनि छु र बुढीलाई सरप्राइज दिने मुडमा छु अनि अत्यन्तै खुसी पनि छु, किनभने बुढीलाई थाहा छैन म के किन्न जाँदैछु भनेर र तपाईँहरूलाई पनि थाहा छैन होला के दिँदैछु भनेर। र मेरो पेजलाई फलो गर्नुहोला। अब म दिक्तेल लगभग पुगिसकेको छु। अब यहाँ गाडीदेखि झर्ने काम गाडीदेखि झरेपछि म जान्छु गिफ्ट किन्नलाई। के गिफ्ट किन्छु त्यो भिडियोमा कन्टिन्यू हेर्नु होला है त। ल ठिक छ ल। म चाहिँ मेरो बुढीको लागि यो मोबाइल किन्नलाई आइसकेको छु मोबाइल पसलमा। मेरो नाम सूर्य किरण राई हो। मेरो नाम लेख्नु न, म हिँड्दै डुल्ने म यो। तपाईँको मोबाइल पसलको नाम के अरे? यो सूर्य किरण राई हो। आज चाहिँ म यहाँ श्रीमतीलाई बर्थडेमा गिफ्ट दिने भनेर फोन किन्नु आएको हो। फोन मैले फाइनली अब किनि पनि सकेको छु। रेडमी कुन अरे सर? यो 15C। सुरुमा भिडियो बनाउनु पाइनँ, खोलिसकेपछि खोलियो। फेरि यो सेकेन्ड ह्यान्ड भन्नु नसोच्नु नि फेरि होइन, अगाडि नि भन्नु पऱ्यो नि होइन। अहिले सबै खोलिसक्यो। कभर यसको यही हो। टेम्पर ग्लास त हाल्नु पऱ्यो नि होइन? टेम्पर ग्लास त्यसको के लकी स्किन कि हुन्छ ल। म लक्की मान्छे छैन यहाँ थाहा भइहाल्छ। परेन मलाई। ओहो खतम भइगयो। विकलीमा पार्टिसिपेट हुनुभयो, पर्यो भने यो दिल्लीमा तपाईँलाई झरी र वर्क थियो होइन। विकलीमा पार्टिसिपेट हुनुभयो, बम्पर यहाँ पऱ्यो भने के पर्ने सामान के छ? यो के हो सर? यो ए ल हुन्छ सर, हस् धन्यवाद। हजुर यो फोनको रेडमीको 1 वर्ष प्लस छ। त्यति बेला चाहिँ समस्या भयो भने प्रब्लम ल्याउनु न। हाम्रोमा 2 वर्ष भने ल्याउनुहोस्। अब हामीले गर्न सक्ने गर्छौँ, गर्न सक्ने यो के हो नियम हुन्छ ल हुन्छ सर, हुन्छ। अब क्युआर गरौँ होइन सर? अहिले चाहिँ मैले गिफ्टहरू किनेर गाडीमा फर्किँदैछु मेरो घरतर्फ। अहिले म सासु खोला नजिक आइसकेको छु। यहाँ पुलहरू पनि देख्नुहुन्छ अहिले एकछिनमा। अनि अब मैले गिफ्ट मेरो श्रीमतीको लागि अनि नानीहरूको लागि मम्मीको लागि किनिसकेको छु। त्यो गिफ्ट के हो भनेर पछि भिडियोमा देखिहाल्नुहुन्छ। अनि त्यस पछाडि अब अन्य पार्ट 2 भिडियोमा बाँकी भिडियोहरू आउँछ। के किने के किन्न भन्ने कुरा पार्ट 2 भिडियोमा देखिहाल्नुहुन्छ। अहिले चाहिँ मैले हतारमा भिडियो बनाउँदैछु। भिडियो कस्तो हुन्छ लाइक कमेन्ट सेयर गर्नु होला। पार्ट 2 भिडियो आउँछ। अब बस पनि मेरो पेजलाई फलो गर्नुहुनेछ मैले अपेक्षा